यो चिनी झार, यसलाई मर्चे झार पनि भन्छ है। यो चाहिँ चिनी नखाने सुगरवालाले यसको प्रयोग गरे हुन्छ। हेर्नु है, यो चिनी झार हो। यो धेरै खालको जडीबुटीहरू। अब यो चाहिँ मोरिङ्गा, यसलाई के भन्छ, मोरिङ्गा पनि भन्छ है। यसको चाहिँ शीतल चिनी पनि हो। यो मोरिङ्गा जुस डिएक्सनले चाहिँ मोरिङ्गाको जुस बनाएर बेच्ने भनेको यसैको हो। हेर्नुहोस् है, यहाँनिर मैले चाहिँ पुरा ल्याएर शीतलमा सुकाएको छु। अब यसलाई धुलो बनाएर खाए पनि हुन्छ। घाममा सुकायो भने चाहिँ यसको भिटामिन तत्त्व अथवा पाउने तत्त्वहरू चाहिँ जाने गर्छ। त्यस कारणले घाममा होइन, शीतलमा सुकाएको छु मैले चाहिँ। धेरै खालको जडीबुटीहरूको संमिश्रण बनाएर चियाको रूपमा खाए हुन्छ। धेरै फाइदा छ यसले। मोरिङ्गा, शीतल चिनी अथवा यसलाई सोजिन पनि भन्छ है। र धन्यवाद छ।